वेलकम ब्याक टु लायर कार्की च्यानल। आज तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ है। आज पनि मैले एउटा रियाक्सन भिडियो ल्याइरहेको छु। हेर्नु होला, रमाइलो गर्नु होला। दुई जना बसेर हेर्दा अलि मजा आउँछ के। हो कि हैन भन्नु त ल। ल ढिला नगरिकन हेर्दिम है त। ओके, बवाल छ है भिडियो। नेपाल पुलिस पहिलो डोजको म्याच सकिन लागेपछि दोस्रो चरणको जेन्जी थेरापीका लागि देउवाको नेपाल पुनरागमन। पहिलो डोजको म्याच सकेपछि दोस्रो डोज खानलाई फेरि नेपाल आएर है शेरबहादुर देउवा। यो त अति भयो यार आम्बो। सुरुमा यस्तो धमका। अब कांग्रेस सक्ने होडमा कसिएका छन्। नेपाली जनता के भन्छ? मैं कब हो गया ये? अस्तिसम्म ढुट्टो हान्ने अहिले चाहिँ यस्तो भन्ने होइन। अस्तिसम्म चाहिँ बुढाबुढी दुइटैको मुख सुन्ने गरी हान्ने, अहिले चाहिँ नेपाली जनता के भन्छ भन्दै ल्याउन खोज्ने। फेरि माचोर सपोर्ट आज यति धेरै मान्छे हुनुहुँदो रहेछ, नसोचेको भन्दा धेरै हुनुहुँदो रहेछ जस्तो लाग्यो। माया यति चोखो यति मिठो त्यति बेला कम हानेको होइन। आमा हेर त रगतामै भए पुरै यार। यहाँ मुखदेखि सर र बोके रगत, यो कपडा पुरै ढाप बाहा रगतको। अनि अहिले चाहिँ पुरै उहाँ लिन गएका उहाँ कि पहिल्यै नभगाउनु कि पहिला नभगाउनु, भगाइसकेपछि लिन नजानी हो के। माया बिर्सने छन् साराले पुराना प्रेमका कथा। सबै नदीको माया। आज धेरैजना पश्चिमको साथीहरू हुनुहुँदो रहेछ त। पश्चिमलाई चिनाकै देउवाले हुन् त दाइ। अरू के भन्न चाहनुहुन्छ? गगन थापालाई के भन्न चाहनुहुन्छ तपाईँ? गगन थापालाई मात्र होइन, अहिलेको यो घन्टेहरूलाई पनि हामी के भन्न चाहन्छु भने सेरे आइसक्यो। होइन हो सेरे। पिपलको छायाले कहाँबाट कि कहाँ पुगिया देउबाकी माया। शेरबहादुर देउपा नै हामीलाई सभापति पनि, आउने दिनमा प्रधानमन्त्री पनि शेरबहादुर देउपा नै हामीलाई चाहियो। स्वागतको लागि के तयारी गरेर आउनु भएको छ? के तयारी गर्नु? भेट्ने लिएर जाने नि। भेट हुन दिएनन् भने प्रहरीले? होइन प्रहरी दिएन भने भोलि भेट्ने। मोटे दाइको सिसै छैन त्यहाँ। हेलमेट कहाँबाट ल्यायो यस्तो यार? मोटे दाइको सिसै छैन यार। हेर्नु त लास्ट कबड्डी देखेछ हेलमेट है। हो कि होइन? त्यही त धड्कन हो हाम्रोमा। आज दिदी र शेरबहादुर देउवा भनेको हाम्रो मुटुको धड्कन हो। होइन होला। अबको केही दिनमा हामी 84मा पुरा शेरबहादुर देउवाले लिएर हामी प्रधानमन्त्री हुनेछौँ। बाजे आए बाजे के गर्छ भने त यस्तो यस्तो गर्छ बाजेले त। आमामा भएन दृश्य हेरौँ, यो ठाट बाट हेरौँ, यो शान र सौखत हेरौँ। एआई हो एआई, यो सबै एआई हो। कांग्रेस नै भन्छु, झोलै भनौँ जे भनौँ, आई डोन्ट केयर। बच्चादेखि नै मेरो बाउ मम्मीले चाहिँ कांग्रेस नै रोजिरहेको थियो, अनि त्यही भएर चाहिँ हामीले पनि कांग्रेस नै रोजिरहेको हो। एकदम राम्रो गरिसकेको छ। योभन्दा अगाडि भइसकेको थियो नेता जस्तो धेरै राम्रो गरिसकेको थियो। 7-7 चोटि प्रधानमन्त्री हुनु भनेको धेरै राम्रो कुरा हो। 7-7 चोटि प्रधानमन्त्री हुनु भनेको धेरै राम्रो कुरा हो। आजको महाशेरलाई थाहा भयो नि पुरै नेपाल हेर्ने कि हलेन? आज हले पुरै हेर्नु न उता। यात्रा शेरेको आगमन भएको छ। अब गगनले सानीपा खाली गर्दा हुन्छ। शेरबहादुर देउवाको स्वागतको लागि खटिनुहुन्छ? हामी खटिन्छौँ, पानी असिना परे पनि हामी तपाईँ शेरबहादुर देउवाको लागि मर्न तयार छु। मर्न तयार भन्ने लास्टमा एउटा उता हवाई फायर गर्दा पुतुतु भाग्ने देखाएको थियो त पहिला। त्यस्तै हो कि मर्न पनि तयार भन्ने, लास्टमा गएर बन्दुक दिएर पुतुतु भाग्ने। बिक्री भएको बरु जा गएर आफ्नो बोरा हेर कतिवटा टी सर्ट बिक्री भएको। तिनीहरूको आइडल होस्, तैबाट सिकेको होला। यो तिनीहरूको आइडल हो, यहीबाट सिकेको होला। तिनीहरूले गल्ली गल्लीमा हल्ला गरेर यिनीहरूको टी सर्ट बिकेको होला।
हो दर्शकबिन, नेपालमा जस्तो जेन्जी थेरापी विदेशमा कतै पनि नपाएपछि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा अन्तत नेपाल नै फर्किएका छन्। थेरापी मर्नी गरी हानेर लाखमा गएर थेरापी भन्ने। गत भदौ 24 गते पहिलो डोज फेला पारेका उनले फेरि दोस्रो डोज बेलैमा लिनका लागि नेपाल आएको बुझिएको छ। मर्नी गरी हान्ने लाखमा थेरापी भन्ने होइन। बिचरा बाँच्नु र मर्नु भएर भागेछ यार। त्यसरी गर्नु भएन नि यार। सुन है। गत भदौ 24 गते पहिलो डोज फेला पारेका उनले फेरि दोस्रो डोज बेलैमा लिनका लागि नेपाल आएको बुझिएको छ। संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको गणतन्त्र आज ज्ञान छ किन अरु सबै नसुना भो तेरो प्यार 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 गर्ने बाजाको भाषण, राजतन्त्र र प्रजातन्त्रको कुरा गर्छस्, गएको छैन अझ यो राजाको शासन। काँडै उम्रिने गरी भन्छ त बालले त यार। काँडै उम्रिने गरी यहाँबाट पुरै रौँ ठाडो हुने गरी भन्छ यार। सुनम है। सुना भो तेरो प्यार 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 गर्ने बाजाको भाषण, राजतन्त्र र प्रजातन्त्रको कुरा गर्छस्, गएको छैन अझ यो राजाको शासन। म त खै के गरौँ भइरहेछ। एउटा मान्छेलाई फेरि नराम्रोसँग ठग्छु अनि अलिअलि पैसा बढाउँछु अनि त्यसपछि पैसा भएपछि म नक्कली पासपोर्ट बनाएर विदेशतिर छिर्छु। आजको फ्राइडे गुड बनाउन आएको तर गुड होला जस्तो लागेन, ब्याड भइरहेछ यहाँ। कुन पार्टीमा हाल्नुभयो तपाईँले भोट चाहिँ? मैले त घन्टीमा। किन मैले चाहिँ पर्सनल्ली रूपमा शेरबहादुर देउवा राम्रो लाग्ने भएर उहाँले गरेको कामहरू राम्रो लाग्ने भएर आएको हो होइन। चाहिँ मैले अब घन्टीलाई नै भोट हाल्दै कि किनभने गल्ती छैन भने जुन कुराहरू अब पैसा भेटेको कुराहरू होइन के हो बुढालाई नै थाहा होला होइन। भोटसोट भनेको अब घन्टीलाई नै हालिदियो हो, के ढाँट्नु होइन, हालिदियो हो नि। अब आज चाहिँ यसो रमाइलो हेरौँ भनेर आएको। अब बुढा कसरी आउँदो रहेछ धेरै पछि आउँछ, यसो टिभी सिभीमा पनि देख्न पाएको छैन हो मुख होइन। अब घर बस्दा बस्दा दिक्क लागिरहेको थियो, फुर्सदमा थिएँ अनि रमाइलो पनि हुन्छ भनेर आएको। एउटाले टी सर्ट दियो, एउटाले झन्डा दियो लगाए। एउटाले चाहिँ टी सर्ट दियो अनि एउटाले चाहिँ झन्डा दियो अनि बोकेर रमाइलो गर्नको लागि तपाईँ हिँडेको अब के गर्नु, रमाइलै हुँदो रहेछ। टी सर्टमा पनि शेरबहादुर देउवाको फोटो छ र हातमा अनि नेपाली काङ्ग्रेसको झन्डा छ। यो चाहिँ तपाईँले रहरले लाउनु भएन, अरूले दियो लगाइदिनु पर्यो। लगाइदिने पानी परिरहेको थियो, अब आफ्नो लुगा भिज्छ भनेर टी सर्ट राम्रै रहेछ होइन, राम्रो छापेर रहेछ। अब यसो हेर्दाखेरि लगाइदिउँ जस्तो लाग्यो, सबै लगाइरहेको रहेछ। लगाइदिउँ भनेर लगाइदिएको झन्डा चाहिँ अब मैले कसलाई दिनु, यसो बोकिदिउँ न मान्छेहरू हाइलाइटमा आओस् भनेर हो क्या झन्डा बोकेको चाहिँ। के भयो त झन् टी सर्ट पायो, टी सर्ट किन्न परेन अर्को होइन। घर बस्दा लगाउनु भयो, यसो काम गर्दा लगाउनु भयो, टी सर्ट किन्नु परेन, टी सर्ट फ्री पनि पायो, रमाइलो भयो नि त होइन। छापेर रहेछ, यसो हेर्दाखेरि लगाइदिउँ जस्तो लाग्यो, सबै लगाइरहेको रहेछ। लगाइदिउँ भनेर लगाइदिएको झन्डा चाहिँ अब मैले कसलाई दिनु, यसो बोकिदिउँ न मान्छेहरू हाइलाइटमा आओस् भनेर हो क्या झन्डा बोकेको चाहिँ। तपाईँले चाहिँ जसरी पनि चर्चामा आउनु छ त्यसमा तपाईँले होइन, मलाई चर्चामा आउनु छैन होइन। मैले यसो हेर्दाखेरि चाहिँ अब हुन्छ नि ऊ बुढो तपाईँ अब नेपाली काङ्ग्रेसको अहिले यहाँ आउँदै हुनुहुन्छ, तपाईँ चाहिँ रोज्नु पर्यो भने शेरबहादुर देउवालाई रोज्नुहुन्छ कि बालेन शाहलाई? यही बाटो पर्नु, यही र्यालीबाट म सधैँ बालेन शाहलाई हो नि। बालेन शाहलाई हो नि। बुढालाई पनि अलिअलि सपोर्ट त गर्ने हो, गरे पनि हो। के गरे बुढाले लास्ट पैसा जम्मा गरेर। तपाईँ जेन्जी आन्दोलनमा हुनुहुन्थ्यो कि हुनुहुन्थेन? शेरबहादुर देउवाको घरमा पैसा भेटियो भन्ने त्यो सत्य हो कि झुटो कि के हो? सत्य हो नि यार, त्यो हाम्रो साथीहरूले होइन त्यति पैसा ल्याएको रे क्या। अब म त गएन, म त बसिरहेको थिएँ घरमै लाइभ साइभ हेरिरहेको थिएँ होइन। तर हुन्छ नि त पैसा चाहिँ रियल रहेछ, बुढा धनी रहेछन् क्या, भ्रष्टाचार गरेर जम्मा गरेको होला हुनु चाहिँ। आयो यताबाट के हो यार, झ्याप बस्तो गरेर चिप्लो लटपटाएर बोलिरहेको यार ब्रो त। सुन भाइ, क्या भ्रष्टाचार गरेर जम्मा गरेको होला हुनु चाहिँ। आयो यताबाट यहाँ पनि कुटपिट गर्ला नि तपाईँले चाहिँ। अब राजसभा भनेर अब काङ्ग्रेसको टी सर्ट लगाएर अनि राजसभालाई भोट हालेको भन्दै यहाँ आएको मान्छेहरू मध्ये होइन
90% रासोपालाई नै भोट हालेको छ क्या। त्यो त यसो हुन्छ नि त, खै के हो यो भेटघाट जस्तो रमाइलो, पार्टीको पनि रमाइलो हुँदो रहेछ, भेटघाट यताउति गाना भजन होइन, त्यसै हो। यहाँ आएको मान्छेहरूले सबैले काङ्ग्रेसलाई सपोर्ट गर्दैन क्या, मै गर्दिनँ, मलाई थाहा छ नि। एउटा मूर्ख, अर्को पटमूर्ख र महामूर्ख। भन्नुहोस् शेरबहादुर देउवालाई स्वागत गर्न आउनु भएको रहेछ तपाईँहरू, किन हो यस्तो धेरै माया? माया त यहाँ ज्यान दिनलाई तयार हो, माया त सामान्य हो। देउवाजीको घरमा जेएनजी आन्दोलनको बेला भेटिएको पैसाको बारेमा चाहिँ के भन्नुहुन्छ तपाईँ? त्यो खेगो भनेर अदालतले भनिसकेको छ। एआई हो, एआई, त्यो एआई। 80 वर्ष पुगेका शेरबहादुर देउवा चाहिँ अगाडिपट्टि त्यहाँ गाडीमा हुनुहुन्छ, गाडीबाट माथि टक्क उहाँले चाहिँ यसरी निस्केर चाहिँ नमस्ते गर्दै गर्दै आइराख्नु भएको छ। दाइ नमस्ते, सन्चै हुन्छ? अब हेर्नु है, अब नेपाल पुलिसलाई मेन्सन गर्न सक्छ रे साथीहरूले, हेल्मेट लाउनु भएको छैन नि त। अब शेरबहादुरको हालत के हुन्छ त त्यसो भए? आज जनताको भिड देखेर चाहिँ शेरबहादुर देउवा बहुत हौसिएका छन्। तपाईँको जिन्दगीभर नाच्ने शेरबहादुर देउवा आज जनताको अगाडि हात हल्लाएर हाँस्दै आएका छन् भने हो त, कुरो ठिक हो त। त्यो जनता अगाडि हाँस्नु भनेको ती जनता, उहाँको अगाडि पछाडि लाग्ने जनता को थाहा छ? सबै बाख्रा। बाख्रा किन बाख्रा भने थाहा छ? गगन थापाले गाउँभरिको बाख्रा जम्मा गरेर कृषिबाट लोन खायो 72 करोड हो। अब उहाँ त्यही बाख्राको चाहिँ झोल खाएको बन्या प्रधानमन्त्री 5 चोटि, अनि उहाँहरू पछाडि लाग्ने पनि त्यही बाख्राको मासु खाएर पछाडि लाग्नु। शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बिपी कोइराला भन्नु। राजकुमार वाह, क्या मुस्कुराहट है, जैसे मुंह में लिया हो आज ही। मान्छेहरू कहाँबाट आए यी मान्छेहरू? नेपालबाट। कि त्यो टट्टी यार साथो जाको पहिलो प्रकृतिमा साथो पर्छ। यो भएर फाजा सहित थामा चप्पल सहित। अब यार के हो भने मान्छे गो तान लायो रतन कार्कीलाई, फेरि इन्टरपोल लाएर फेरि यहाँ तान्ला फेरि। ए होइन, अहिले देशको सरकार छैन, तान्न मिल्दैन, बालेनको सरकार छ होइन। यसको भन्न आइज सरी, फेरि उहाँको सरकार छैन अहिले बालेनको सरकार छ होइन, त्यही भएर तान्न चाहिँ मिल्दैन होला, नभए डराउँथ्यो, रतनले नि डराउँथ्यो। रियल हो नि पैसा, बुढा धनी रहेछ नि, भ्रष्टाचार नि गऱ्यो होला नि होइन। अब पोस्टमा भएको मान्छेले गर्छ। सानोमा के होइन, आमाले तरकारी किन्न पठायो भने नि होइन, 20 रुपियाँमा तरकारी किन्न पठायो भने फिर्ता आएको 5 रुपियाँ आफैले राख्छ क्या बच्चाले होइन। बच्चादेखि नै भ्रष्टाचार हुन्छ भने नेपालमा। बात त सही है। शेरबहादुर देउवाको घरमा लुट्न कुट्न र त्यहाँनिर चोरी डाकैती गर्न पनि धेरै गगन थापाको कार्यकर्ता र अब पालो शेरबहादुर देउवाको घरमा भनेर पठाउने पनि यही गगन थापा हो। अरे बाप रे, ये तो धोती खोल रहा है। बाख्रा गोठ त चलाउन नसक्ने मान्छेले कहाँबाट नेपाली काङ्ग्रेस जस्तो पार्टी चलाउँछ? गगन थापाले कुरा त सत्य हो नि, ऋण लिएकै हो, बाख्रा गोठ भनेर पालेकै हो, छैन अहिले। एउटा सामान्य भन्दा सामान्य दिदीबहिनीहरूले 50-60 वटा बाख्रा हाम्रो गाउँमा गोठ चलाएर हिँडेका छन्, त्यसको आम्दानीले परिवार पालेका छन्। सामान्य भन्दा सामान्य त्यो त छैन। कांग्रेस दास र लासहरूको पार्टी होइन। हामी गगन थापा जस्तो लास र गगन थापाको दास पनि होइनौँ। गगन थापालाई किन गाली गर्छौँ? गाली गर्नै पर्दैन होइन र? गाली गरे भने झन् उसलाई महत्त्व दिएको हुन्छ। गगन थापाजी नभए भए पार्टी माटोमा जान्थ्यो अरे, अनि अहिले चाहिँ कहाँ गयो त पार्टी, कहाँ गयो? यहाँ शेरबहादुर देउवालाई स्वागत गर्ने न्युले शेरबहादुर देउवा हेर्न आउनुभयो, रमाइलो गर्न आउनु। रमाइलो गर्न आएको, पुलिसले के गर्छ, जनताले के गर्छ होइन, कसरी गर्छ भन्ने कुराहरू चाहिँ हेर्न रमाइलो गर्न आएको क्या। अलिक छिटो आइदा हुन्थ्यो, पानी आइरहेछ, घर जानुपर्ने। अब शेरबहादुर दाइले अरूलाई फिल्म नहेराए पनि एकचोटि गगन कुमार थापालाई चाहिँ फिल्म राम्रो हलमा लगेर फिल्म हेराइदिनुहोस्। शेरबहादुर देउवा र गगन थापामा को मनपर्छ तपाईँले? मलाई शेरबहादुर देउवा। हामीले 24लाई सम्झ्यौँ भने हाम्रो सभापतिलाई मार्न मात्रै बाँकी राखेर गरिएको साङ्घाई आक्रमणको त्यो दिनबाट सुरु भएको रोड म्याप, त्यो ट्रेलर हो, फिल्म सुटिङ छ।
देउबा सिङ्गापुर जाँदाहरू नेपाल आउँदा देउबा सिङ्गापुर जाँदा यस्तो झोले भएर गएको थियो अहिले नेपाल आउँदा चाहिँ टिपटप होइन ट्यागको पैसावाला धनीवाला भएर आएको छ यो रियालिटी हो है फेरि यो भिडियो चाहिँ सिद्धिसकेको छ मलाई त बबाल लाग्यो तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट होइन अलि सब्सक्राइब छैन सब्सक्राइब पनि गर्नु लाइक पनि गर्नु होला है त ओके टाटा बाई बाई